मैले अस्ट्रेलियामा सबैभन्दा धेरै मिस गरेको कुरा चाहिँ यो विन्टरको सिजनमा चिसोमा बाहिर घाम लागिरहेको हुन्छ। अब आफू त भित्र काम गरिन्छ नि त, चाहे पसलमा होस् चाहे अन्त अरू अफिसमा होस्, भित्रभित्रै काम गरिन्छ। अनि बाहिर घाम लागेको देख्दाखेरि चाहिँ क्या म नेपालमा त्यो बाहिर बिहान 11 बजेदेखि बेलुका त्यो घाम नअस्ताइन्जेलसम्म आँगनमा बसेर घाम तापेको, अनि त्यस पछाडि आँगनमा बसेर त्यो घाम ताप्दै सुन्तला अनि बदाम खाएको मिस गर्छु क्या। अनि आज मेरो डे अफ हो नि त, अनि यहाँ त अब कोठादेखि बाहिर त कहीँ जाने ठाउँ छैन, तर म चाहिँ पार्कमा आएको छु कि यो पार्कमा। अनि यहाँ पछाडि म्याट छ, मेरो म्याट लिएर चाहिँ म पार्कमा आनन्द मस्त घाम ताप्दै बसिरहेको छु क्या। एकदम धेरै मलाई मिस भएको मोमेन्ट चाहिँ यो हो क्या। कति धेरै मिस हुन्छ क्या, जहिले पनि आँगनमा बस्यौँ अनि पल्लो घरको बहिनीहरूसँग अनि सुन्तला खायो, चिया खायो, बदाम खायो, गफ गऱ्यो, त्यो घाम नअस्ताइन्जेलसम्म घाम तापेर बसेको चाहिँ एकदम मिस हुन्छ। अनि म चाहिँ यसरी सोलो, कोही पनि छैन, अनि आनन्द आएर यसरी यो केटाकेटी खेलिरहेछन् यहाँनिर, मस्त म्याटमा बसेर घाम तापिरहेको छु क्या। मैले जस्तै मिस हजुरहरू पनि गर्नुहुन्छ, लाइक घाममा बसेको मिस गर्नुहुन्छ। म चाहिँ फ्रम झापा है, बाई बाई।